श्याम सुन्दर भगवानको ल हाम्रो आदरणीय वन्दनीय पूजनीय हजुरले चिन्नु भएन होला, मैले चिने है। हामीले फेसबुकमा चाहिँ यहाँ भागवत छ भनेर हालेको थियौँ है। फेसबुकमा देखेर उहाँ असाध्यै ज्ञानी ध्यानी भक्त भक्तिमय भएका आदरणीय गुरु सुदीप भण्डारी, उहाँको घर जपे होइन त हजुर, सैलुङ, उहाँको घर सैलुङ हो। उहाँ सुदीप भण्डारी गुरु हुनुहुन्छ उहाँ है। त हाम्रा कार्यक्रममा उहाँ यसरी आइबक्स्यो, यो अहोभाग्यको कुरो। यही कथाको कारणले गर्दाखेरि कति भक्त आए नि है। श्याम सुन्दर भगवानको फेसबुकमा चाहिँ थाहा पाएर आउनुभयो, भक्त यसरी आउनुपर्छ। कोही त के मलाई कार्डै गएको छैन, कार्ड चाहिँदैन, निम्तो चाहिँदैन पुराणलाई, यसरी आउनुपर्छ है। भक्त र भगवानको त उहाँलाई धेरै 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 नमन छ, साधुवाद छ। आज पनि परमात्मा भगवानले विचार गर्दै काम गर्नुभयो र बताउनुहुन्छ। के बताउनुहुन्छ भनेदेखि अनि जब उहाँले चाहिँ विचार गर्नुभयो, श्याम सुन्दर भगवानको हो। अनि के गर्ने भने भगवानले गर्नुहुन्थ्यो। त त्यति भइसकेपछि अब घरको नित्य पूजा सक्यो नि, गणेश देवी शिव विष्णु सूर्य सारा पूजा सक्यो। तिनका प्रत्येकको सकिन्छ भने 10 माला नभए 1 माला जप त गर्नै पर्छ अनिवार्य गर्नु है। त्यो जप गर्ने। अब हामीले त्यो गायत्री मन्त्र जप त फुर्सद के को जप गर्नु, त्यही जप्न झिल्टो हुन्छ नि त, जनी लगाएर काँटीमा झुन्याएको है। त्यसै कारणले हामीले त्यो पनि गर्दैनौँ है। जब त्यसले विचार गर्ने काम गर्नु, परमात्मा हे भगवान, आज अनि परमात्मा भगवानले विचार गर्ने काम गर्नुभयो नौ त भनेर। अब गृहस्थीमा त्यति गरेपछि उहाँले के अन्त ब्राह्मणलाई बोलाउनुहुन्थ्यो बिहान खाना खानुभन्दा पहिला, अनि ब्राह्मणलाई भोजन गराउनुहुन्थ्यो। अनि ब्राह्मणलाई भोजन आदि कर्म गरिसकेपछि आज भने परमात्मा भगवानले सबै कर्म गर्दै गर्दै जाने काम गर्नुभयो। अनि गरिसकेपछि त आज भगवानले विचार गर्नुभयो, नौत परमेश्वर प्रभु त ब्राह्मणलाई भोजन गराएपछि मात्र अनि आफूले केही ग्रहण गर्नुहुन्थ्यो है। गृहस्थीको रहेछ धर्म, यो पनि यसलाई भन्छ सदाचार। सदाचार भनेको सधैँ गर्ने आचरणलाई सदाचार भनिन्छ है है। मैले हिजो भनेको थिएँ नि, देशाचार, कुलाचार, सदाचार र लोकाचार नछोड्नु कहिले पनि। गर्नुपर्छ। लोकले मानेको तपाईँले मान्नु, तपाईँ त्यो लोकबाट पतन हुनुहुन्छ है। नछोड्नु, कहिले पनि नछोड्नु। देशाचार, कुलाचार, सदाचार है। अनि अरू के आचार थियो? देशाचार, कुलाचार, लोकाचार, सदाचार, यो छोड्नु हुँदैन हजुर। अब गर्न नहुने चिज के हो त भने अत्याचार, दुराचार, व्यभिचार र भ्रष्टाचार। तपाईँले 4वटा चार छोड्नुहोस्, 4वटा चार अँगाल्नुहोस्, तपाईँ कहिले पनि असफल बन्नुहुन्न है। यिनी ज्ञानहरू हामीले सिकेका थियौँ। त भगवानले सदाचारमा अनि ब्राह्मणलाई भोजन गर्ने, अनि अन्तिममा आफूले भोजन गर्नुहुन्थ्यो। अब अहिले हामीले घरमा ब्राह्मण पाउँदैनौँ, के गर्ने? तपाईँले घरमा एक दिन पनि चराचुरुङ्गीलाई चारो नहालिकन खानुभयो भने, अथवा पालेको कुकुरलाई अथवा जे छ पालेको त्यसलाई नखुवाइकन खानुभयो भने तपाईँ चोर बन्नुहुन्छ। त्यसलाई चोर हो। त्यस कारणले परेवा आउँछन्, थाहा छ, घरमा फोहोर पनि बनाउँछन्, खान्छ ती फोहोर बनाएर दिन्छन्। किनभने ती त पशु हुन् नि, उसलाई ज्ञान छैन, यो मेरो खानदिने मान्छे हो, यसलाई चाहिँ मैले त्यो छैन। त्यसै कारणले त्यो ज्ञान नभएको कारणले आज त्यही परमात्मा हे भगवान आज उसले विचार गर्नुभयो, लौ हुन्छ त लौ त हुन्छ त भनेर। अनि चरालाई चारा हाल्न नबिर्सिनुहोस्, सधैँ प्रत्येक दिन हाल्नुपर्छ। बाले त कुकुर पाल्नु भएको छ, कुकुरको सेवा गर्नु पर्यो है। अब त्यो कुकुर पनि अब खासै बुढो भइसकेको छ। एउटा कुकुर बुवाका 13-14 वर्ष बाँच्चा कुकुर छ, 14 वर्षको कुकुर, कस कहाँ हुन्छ त्यस्तो कुकुर? श्याम सुन्दर भगवानको हो है। यसरी यो कर्म गर्नुहोस्, भगवानले त्यही गर्नुहुन्थ्यो। अनि दिनचर्या बितेका थिए भगवानको। यति गरेर चाहिँ एक समयको कुरो महाराज यसरी हुनुभएको थियो। नारदले दुईवटा हेर्नुभयो, अनि दिउँसो भगवानले सम्झिन आफ्नो नित्य कामहरू गर्ने। काम गर्दाखेरि
यसबाट के ज्ञान मिल्छ भने तपाईँले पनि सिकाएको ज्ञान हो कि भगवान्लाई त गर्नु पर्दैन थियो, यो तपाईँले सिकाएको ज्ञान। यसरी त काम गर्नुहोस् पहिला, दिन यसरी कटाउनुहोस्। हामी त उठ्न पाएको छैन, अनि मोबाइल खास 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 पार्यो है। मोबाइलमा के आउँछ, देउता गोली मारा, त्यो नदेखा देउता कहिले पूजा गर्छ है, यस्तो छ। अनि मोबाइल चला ओछ्यानमा आँखा बिग्रेर धुम्सकान, चस्मा नभई भएको छैन, आँखा बिग्रेर है, यस्तो छ हाम्रो ताल। त्यही पनि हामी चलिरहेछौँ है, त्यस्तो होइन। त्यहाँबाट उठेर ओछ्याने व्यक्ति चाहियो, टी खायो, बेडले मात्रै काम परेन, त्यहाँबाट अर्को ब्रेड पनि आउँछ, त्यो खायो, अनि उठेर यति चौक काट्ने के यसो जुई चुचो पखाल्यो, नुहाउने धौली परे जाओस्, गोली मार, के को नुहाउनु जाडामा भन्न। हामीलाई बाले तापमान त हेर्नु भएको छ सर, नुहाउनु सोध्नु भएको छ। अस्ति त बिचरा पानी बिग्रेछ, पानी नै बिग्रे होइन, त्यो उतापट्टि खोल्ने ठाउँमा चाहिँ पानी खोल्ने भएको छैन, चाहिँ बिर्सिन्छ। त्यसै कारण ल पानी बिग्रियो भने चाहिँ हामी च्यादैन उता पानी त नुहाइयो है। तर मलाई नुहाउनु चाहिँ सधैँ पर्छ, मलाई ननुहाएको मान्छे फोहोरै लाग्छ। ननुहाइकन जुन मान्छे पूजा कोठामा जान्छ त्यसले चाहिँ पूजा गर्दैन। तपाईँले हर दिन नुहाउनुपर्छ। यसरी नाक पुछेर हिँड्यो भने त्यो दोष लाग्छ। हाम्रा भित्रका कपडा हुन्छन्, खाएका कपडा हुन्छन्, सुतेका कपडा हुन्छन्, दुनै कपडा हुन्छन्, अब चुचो पालेर हुन्छ हुँदैन। त्यसै कारण सधैँ नुहाउनुपर्छ। जुन व्यक्ति नुहाउँदैन त्यो घर जान पनि शङ्का लाग्छ मलाई। नुहाएका मान्छेले छोयो भने त्यो खाना अशुद्ध हुन्छ। श्यामसुन्दर भगवानको हो है, त्यसले सधैँ नुहाउनुहोस्। मैले त एक तला घर बनाउँदा पनि बरु बाहिर प्लास्टर गरिनँ, तर सोलर सबभन्दा पहिला राखेको। मलाई किन नुहाउनुपर्छ, पानी हुँदैन भनेर। त्यस्तो मान्छे नुहाउनु चाहिँ मलाई अनिवार्य पर्छ। बाले आज मुख्नु भन्दै हुन्छ अस्ति है बा, म कहाँ मान्छु, म मान्दिनँ। श्यामसुन्दर भगवानको हो, मलाई नुहाउनुपर्छ जसरी पनि। अनि भगवान्ले त्यही कर्म गर्नुभयो, त्यही कर्म दिउँसो चाहिँ आफ्नो कर्म गर्ने। बेलुका अब बेलुकाको भोजन तपाईँलाई अधिकार छैन, खानु पर्दैन। किन खानु पर्यो? बिहान मस्त खानुहोस्, बिहानको भोजन राजा जस्तै खानुहोस्, बेलुका तपाईँ जोगी जस्तै खानुहोस्। के पाउनुभयो भने 2टा रोटी खानुहोस्, 1 कचौरो साग खानुहोस्, त्यहाँभन्दा बढी के 2 गिलास पानी पिउनुहोस्। निशा नान्ते जलम पित्त दिन नान्ते पानी पियो, भोजनान्ते पिबेत तत्रम वैद्यकिम प्रयोजनम। तपाईँले बिहान उठेदेखि 2 गिलास 1 गिलास तातो पानी खानुहोस्। दिन नान्ते बेलुका सुत्ने बेला 1 गिलास दुध पिउनुहोस्, तातो दुध। भोजनको अन्तिममा 1 गिलास तत्रको मही खानुहोस्, दही होइन मही खानुहोस्। वैद्यकिम प्रयोजन, तपाईँलाई डाक्टर चाहिँदैन। तपाईँलाई जुन बेला भेट्दा त्यही दिन भ्याएको, त्यही कारणले हामीलाई डाक्टर चाहियो महाराज भएको यति हो। श्यामसुन्दर भगवानको खाने पनि तरिका चाहिन्छ, खाने भनेको बानी हो। नखाए पनि हुन्छ, थोरै खाए भयो पुग्छ। बिहानको खाना मस्त खानुहोस्, किन तपाईँ दिनभरि काम गर्नुपर्छ, परिश्रम गर्नुपर्छ। अब दिउँसोको खाना खाँदा तपाईँलाई चाहिँदैन, खास के चाहियो दिउँसो? एउटा स्याउटोकै नै हुन्छ। यहाँ त बेटी चाहियो, त्यहाँबाट दुनियाँ पकाएर खान्छन्। अनि बेलुका पनि सुत्ने बेला टन्न भात खाँदा निद्रा लाग्दैन। त्यही कारणले हामीलाई रोग लागेको है। श्यामसुन्दर भगवानको हो, त्यसै कारणले यस्तो कर्म नगर्नु पऱ्यो। बेलुका 2 गिलास 1 गिलास दुध खानु सुत्ने बेला। म खान्छु नि हल्दी दुध, बेसार दुध। मेरो अनिवार्य नियमित सेवन चाहिँ बेसार दुध हो बेलुका है, हल्दी दुध हो। त्यहाँबाट अनि यति भइसकेपछि के हुन्छ भने हाम्रो खानाको ब्यालेन्स हुन्छ। अनि वैद्यकिम प्रयोजन, खानाको अन्तिममा मही खानुभयो भने तपाईँको खाना पच्छ। यो खाने नियम हो। त्यसैले बेलुका थोरै खानुहोस्, यति कुरो बुझाइन्छ। बेलुकाको खाना थोरै खानुहोस्, किनभने परिश्रम हुँदैन, इन्द्रियले काम गर्दैन, त्यसैले रोग लाग्छ मान्छेलाई है। श्यामसुन्दर भगवानको हो, यस्ता कुराहरू जब बताउने काम गर्नुभयो परमात्मा भगवानले। त भगवान कृष्ण जानुभयो इन्द्रप्रस्थ भनेको दिल्ली जाने काम गर्नुभयो, पाण्डवहरूलाई भेट्ने काम गर्नुभयो, त्यहाँ सबैसँग चाहिँ भला कसरी गर्नुभयो हो भने सारा चर्चा गर्ने काम गरियो हो। र आज उनी परमात्मा भगवानले पाण्डवहरूले त्यो राष्ट्रिय नगरको जुन यज्ञ आयोजना गरेर काम गर्नुभयो, त्यही बेलामा यतापट्टि त भगवान घरमा बस्नु भएको थियो। भगवान 2टा चिठी एकैचोटि आइपुग्यो कि निम्ता, 2टा निम्ता है। एउटा इन्द्रप्रस्थमा राजयज्ञ गर्नु पर्यो, अर्को कुरो चाहिँ नि जुन अब जरासन्धलाई सम्बन्ध नगरिकन त्यो यज्ञ सम्पन्न हुँदैन। जरासन्धले
सारा राजालाई बन्दी बनाएको छ। त्यस कारणले अब जानु पर्यो, के गर्ने, दुईटा काम एकैचोटि पर्यो नि। अब त्यहाँ सल्लाह दिने को हुनु, उद्धव हुनुहुन्थ्यो। उद्धव सोध्नुभयो, ए उद्धव, मैले कुन काम पहिला गर्दा ठिक होला भनेर सोध्नुभयो। तपाईँ पहिला इन्द्रप्रस्थ जानुहोस्, त्यहाँ राजयज्ञ हुँदैछ, अनि त्यहाँबाट तिनलाई लिएर जरासन्ध कहाँ जानुहोस्। त्यो सल्लाह दिएको उद्धवले हो है। अनि हुन्छ त भनेर जानुभयो। राजयज्ञ गर्न त सम्पत्ति पनि चाहियो, त्यहाँबाट सबै राजालाई जित्न पर्यो, शिवहरूको जित्नु हो नि त है, जित्न पर्यो। अनि जानुभयो, त्यहाँ इन्द्रप्रस्थ गइकन भन्नुभयो अर्जुन र भीमसेन, है अर्जुन भीमसेन, अब हामी ब्राह्मणको वेश धारण गरेर जरासन्धका घरमा जाउँ। अब जरासन्ध बिहान के गरेका छन् भनेदेखि बिहान ठ्याक्क पूजा गरेर बसेका हुन्छ। त्यही पूजा गरेर बसेको बिचमा बेलामा चाहिँ उनले सबभन्दा पहिला जो पुग्छ त्यसलाई भिक्षा दिन्छन्, मागेको चित दिन्छन्। उनसँग युद्ध मागौँ अनि युद्ध लडेर जरासन्धलाई सामना गरेर आउँ भनेर भन्नुभयो। ल त, नत्र यो के हुँदैन। हुन्छ, जानुभयो। अनि गइसकेपछि जब त्यसरी जानुभएको थियो त्यही बेलामा चाहिँ नि भगवान् परमात्माले विचार गर्नुभयो, ब्राह्मणको भाँडा गर्नुभयो, जानुभयो। जरासन्धका घरमा चाहिँ 2-3 जना ब्राह्मण बनेर पुगे। इच्छान्देही भन्नुभयो। हुन्छ, अब बल्ल पूजा सक्यो। हामी जस्ता भएदेखि को जोगी आयो त्यतिखेर पठाऊ, मैले पूजा सकेको छैन भन्थ्यो होला। जरासन्धले एकछिन रोकायो, म यी जोगीहरूलाई उचित भिक्षा दिन्छु, रोक्नुहोस् एकछिन, पकाउनुहोस्। हुन्छ, पाउने व्यवस्था पर्खिनु पऱ्यो नि, नपर्ने अब बड्केर हिँड्ने है। अब पर्खिनु पऱ्यो जरा जुन भगवान्हरू, यो भीमसेन, अर्जुन र कृष्ण भगवान्। अनि ल अब मैले पूजा सिद्धाएँ, 5 शालिग्राम पूजा। अब के चाहन्छु, के टक्राउ तपाईँलाई भिक्षा, तपाईँले मागेको पाउनुहुन्छ भन्दाखेरि हामीलाई त तपाईँसँग युद्ध गर्न मन छ, युद्ध दिनुहोस् पो भन्नु थाले। जरासन्धलाई चिसो लाग्यो, ल यी बाहुन होइनन् यी ठगुन्, के गर्ने, आएर मागिहाले, वचन बाँधेको छ, दिनु पर्यो। तपाईँले भनेको चिज म दिन्छु भन्, ल युद्ध दिन्छु, मैले वचन बाँधेँ, तर आफ्नो रूपमा आउनुहोस्, को हुनुहुन्छ भन्दा भगवान् कृष्ण बनिदिनु, भीमसेन आफ्नो रूपमा आउनुभयो, अर्जुन आफ्नो रूपमा आइदिनु भयो है। अनि आइसकेपछि अब युद्ध सुरु गरौँ त। कोसँग युद्ध गर्नु र? अब कृष्ण भनेको मसँग पहिले हारेको चोर, त युद्धमा रण छोर हो नि त्यो, युद्ध छोडेर भाग्ने है। तिमीसँग मेरो हैसियत मिल्दैन लड्न। अर्जुन अहिले पनि यसो ओठ्ने दुधाउला छ, बच्चै छ अर्जुन, के लड्नु यसमा। अलिअलि खाइलाग्दो यही भीमसेन रहेछन्, यहीसँग यसो लड्नु पर्यो। भीमसेनलाई 10 मेरीको जाउलो हुरुरे जाउलो हुन्थ्यो अरे कि। हुरुरे जाउलो भनेको पातलो पानी जस्तो जाउलो, त्यस्तै भीमसेन। यिनै भीमसेनसँग चाहिँ लड्नु पर्यो भनेर विचार गर्नुभयो। हुन्छ, अब लडाइँ हुने विचार भयो। त्यही बेलामा महाराज आज परमात्मा भगवान्ले विचार कल्याण कृपा गर्ने काम गर्नुभयो। के भन्नुहुन्छ भने, जब त्यसरी परमात्मा भगवान्ले विचार गर्दै 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 जाने काम गर्नुभयो। त्यही बेलामा यता फोन आयो भने मिल्दैन है। त्यही बेलामा लडाइँ हुने काम गरेको। अब लडाइँ भइसकेपछि जब लडाइँ हुने काम गऱ्यो, लडाइँ भइसकेपछि परमात्मा भगवान्ले अब जरासन्ध यति बलियो थियो कि भीमसेन त पाक्पो पार्न थालिहाल्यो नि है। अब त्यो बेला चाहिँ अब के गरौँ, यतापट्टि भगवान्ले सङ्केत गर्नुहुन्छ। एउटा फुलको थुगो लिने काम गर्नुभयो, सङ्केत गर्नु। के सङ्केत गर्नुभयो भने, त्यो एउटा यता कुर्सी बढ्नु भएको छ भगवान्, उता लड्दैछन्, भीम उठाएर कथा भन्नुहुन्छ। त के भनिदिनु भयो भनेदेखि एउटा पनि यसरी च्यात्नुभयो, च्यातेर यसरी फालिदिनु भयो। फुल च्यातेर जस्तो यसले च्यातेर फाले, किनभने यो यसको 2टा जिउ छ, त्यही भएर जरासन्ध भनेको भनेर सङ्केत गर्नुभयो। ए लौ त, यदि त्यसो हो भनेदेखि परमात्मा अब 2टा जिउ छ यदि भनेदेखि यसरी फ्यालो भनेको भीमसेनले विचार गर्नुभयो। त्यसलाई चपक्क च्याप्नुभयो, आफ्नो बाउ बलले च्यात्नुभयो, यसरी च्यात्नुभयो। च्यातेर 2तिर फ्यालिदिनु भएको, त्यो त सर्दै आएर फेरि जोडिहाल्नु, फेरि शक्तिशाली भएर आयो। भगवान्ले यति पनि कुरो बुझ्दैनन्। अनि फुललाई यसरी फ्याल्नु, यसरी
यसरी फ्यालिदिनु भनेर फुल फ्यालिदिनु भएको। अनि त्यही अनुसार उसले भीमसेन त्यो जरासन्ध दुईतिर च्यात्नु भयो र यसरी फ्यालिदिनु भयो। र फ्यालिसकेपछि महाराज आज त्यो जरासन्धको हो पद हुने कामहरू हो। राजा परिषदले शङ्का लाग्यो महाराज त्यो जरासन्धलाई यसरी मार्नुपर्ने कारण चाहिँ के थियो है? जरासन्ध जन्मिँदै आदि आदि अङ्गबाट जन्मेका थिए कि यो आदि आदि मान्छे त किन राख्नु भनेर उनकी माताले फ्यालिदिएको थियो खोलामा। जरा नाम गरेकी एउटी राक्षसीले भेटेर त्यसले सिएर एउटै बनाएकी थिइन्। त्यसै कारणले त्यसको नाम रह्यो जरासन्ध। सोमचन्द्र भगवानको हो। जरासन्धबाट उद्धार गर्ने काम गर्नुभयो आज। अब जरासन्धबाट छुटेका जो राजा थियो त्यसलाई पनि विदाय गरिदिने काम गर्नुभयो। जरासन्धको त्यही मुकुट जुन मुकुट थियो नि जरासन्धको त्यही मुकुटको कारण भनौँ राजा परिषदलाई भागवत सुन्ने मौका मिल्यो हो, मुक्ति हुने मौका मिल्यो। त्यसै कारणले हाम्रो पनि कल्याण भयो नि त त्यो भागवतले है। राजा परीक्षितले भागवत नसुनेको भएदेखि हाम्रो कसरी कल्याण थियो? कहाँबाट भागवत आउँथ्यो पृथ्वीमा? त्यसैले जरासन्धको मुकुटले गर्दा हामीले भागवत सुन्न पायौँ। सोमचन्द्र भगवानको हो। सुन चाँदी हिरा मोती जडित थियो। त्यहाँ कली बसेर क्या कली त्यो एकदम त्यो राज्यलाई चाहिँ चाहिन्छ भनेर एकदम बहुमूल्य चिज भनेर लिएर आएको हो कि त्यो। हाम्रो टोलीलाई किन लान्थे है? त्यो बहुमूल्य चिज सुन चाँदी हिरा मोती जडित मुकुट थियो। त्यो त राजाको गहना हो नि त सुन चाँदी। कहाँ लाउनु? छोराले दिएमा त कुरो मिलिहाल्थ्यो नि। कली बस्नेलाई परिषदले लगाएको थियो कि परिषदले। त अब त्यही कुरा त भन्नु चाहिँ अहिले हजुरले। अब त्यही मुकुट चाहिँ लिएर जाने काम गरे भीमसेन र अर्जुनले। यो पनि लिएर हिँड्न बन्दिरो कृष्णले त्यही मुकुट लिएर जाने काम गर्यो भीमसेन र अर्जुनले। अब परिषद को अर्जुनका नाति हुन् कि होइनन्? हुन् नि त। अर्जुनका छोरा अभिमन्यु, अभिमन्युका छोरा परिषद होइनन्? अब ती सबै पाण्डव लाग्यो नि त महापन्थको उकालो। त्यो बेलामा त्यहाँको राज्यको त्यो मुकुट कसको हुन्छ? राजाको हुन्छ हुँदैन? राज्यको सम्पत्ति। त्यही भएर राजा लागाउनु है। बुझ्नुभएको? बुझ्यो? प्रष्ट भयो। श्यामसुन्दर भगवानको हो। त्यसै कारणले त्यसैमा कलिबसा हो आज। पनि परमात्मा भगवानले सालोको उद्धार गरिदिने काम गर्नुभयो राजस्व। अनि त्यही राजस्व यज्ञ अब त्यो मुकुट लाने काम गर्यो। मुकुटलाई चाहिँ राजस्व यज्ञ हुने काम गर्यो। अब राजस्व नाम गरेको यज्ञमा चाहिँ नि के विचार भयो भनेदेखि भगवान कृष्णको अग्र पूजा गर्नुपर्छ, उनलाई चाहिँ प्रधान मान्नुपर्छ भन्ने विचार भयो। लौ हुन्छ भनेर पूजा गरेर विचार गरे। हुन्छ सबैले पूजा गर्ने भए है। त भगवान कृष्ण मेरो पूजा गर्नु पर्दैन भनेको मान्नु भएन। त्यो राजस्व यज्ञमा के गर्नु भएको थियो कृष्णले भने म त अरू केही काम गर्दैन, म ब्राह्मणको चरण धुने काम गर्छु भन्नुभयो। भने उहाँको काम थियो भगवानको ब्राह्मणको चरण धुने। अनि भीमसेनको काम थियो पकाउने है। कर्णको काम थियो दान गर्ने, कर्णको हातले दान गर्ने। दुर्योधनको काम थियो त्यो भण्डार ढुकुटीबाट सम्पत्ति झिकेर दान गर्न दिने कि। त्यो सबै किन मिलाएको थियो? दुर्योधनले जति झिक्थ्यो नि उति त्यहाँ लक्षण सह बढ्थ्यो अरे क्या सम्पत्ति ढुकुटीमा। त्यो थियो उसको हातमा लक्ष्मी थिइन् है। कर्णको हातले जति दान गर्यो त्यहीबाट दानी कर्ण भनिन्छ। जति दान गर्यो त्यो सम्पत्ति बढ्थ्यो है। अब अलि धेरै खाने मान्छेले खानासाना बनायो भनेदेखि त्यो टुमौटीले खाना बनायो भने चाहिँ टुमौटीले बनाउँछ नि। टुमौटीले खाना बनायो भने अर्कालाई नि पुग्दैन है। यति बनाउँछ चाप्पा न चुप्प दुईवटा पुरी खायो अलिकति झोला खायो सक्यो है। त्यसो बोलेका मान्छेले टन्नु खुवाउनुपर्छ है। श्यामसुन्दर भगवानको त भीमसेनलाई नि त्यो यज्ञमा चाहिँ भान्से किन राखेको? भीमसेन धेरै खान्थे। धेरै खाने मान्छे आफ्नो भुँडी अड्कल्छ कि। त्यसै कारणले पर्याप्त प्रसादी बन्थ्यो, सबै तृप्त हुन्थ्यो। त्यस कारणले बनाएको थियो श्यामसुन्दर भगवानको है। अब यसरी कर्म गर्दै गर्दै जाँदाखेरि महाराज त्यो यज्ञमा चाहिँ नि अग्र पूजा चाहिँ कसो गर्ने? त्यसले कृष्णको गर्ने। के कृष्णको कारणले गर्दा हाम्रो जिन्दगी सफल छ भन्ने विचारको सल्लाह भयो पाण्डवहरू।
अब दुर्योधनले पनि त्यतिखेर त माने, अब ठिकै छ, दाजुले भनिहाल्यो भने। अब एउटा आउँछ क्या कचौडो पोक्लाटो मान्छे है, समाजलाई विरोध गर्ने, बुझ्नु सुन्नु छैन कहाँ हुन्छ भन्ने हुन्छ नि, त्यो विरोधी आउँछ। त्यसले भने त्यो कोठरी शिशुपाल थियो, शिशुपाललाई आउने कामहरू यो गोठालाको पूजा गर्नु हुँदैन, अग्र के भविष्य चाहिँ यसको पूजा गर्ने, पूजा गर्नु त बढ्या आउनु पऱ्यो, बढ्या आउनु पऱ्यो, पदमा आउनु पऱ्यो, अब पूजा गर्नु हुन्छ त, यो गोठाला पूजा गर्नु हुँदैन भनेर विरोध गर्यो। सबै जान्छ नि अल्ल पऱ्यो। अब बलरामले त्यसलाई फाँड्न एउटा जाँदाको भएको थियो, तिमी अहिले चुप लाग्ला, दाजु चुप लाग्नुहोस्, अहिले बेला भएको छैन। शिशुपाल भन म गोठालो हो थाहा छ, भन अरू के भन्छु भनेर सुनाउनु पनि भगवान्ले। अब सुरेश चाहिँ ए नाना भाती भन्न थाल्यो, भन्दा भन्दै तिम्रा 100वटा गालीसम्म सम्झु लु भन भन, तँलाई के छ त म 1000वटा गाली गर्छु भनेर गाली गरौँ। अन्तिम शब्द के प्रयोग गर्यो भने यो किस्नेको त बाउको टुङ्गो छैन, आमाको टुङ्गो पनि छैन। हल्ला गर्छन् गोकुलमा, मथुरामा जन्मेर त्यहाँबाट गोकुलमा कोही नन्द बाबुको छोरो भन्छन्, कोही देवक जुन वसुदेवको छोरो भन्छन्। न आमाको टुङ्गो न बाउको टुङ्गो, बिना बाउको छोरो हो। तपाईँलाई कसैले बिना बाउको छोरो भन्यो, अरू केही भनेर रिस उठ्दैन, तर बिना बाउको छोरो भन्यो भने असाध्यै रिस उठ्छ। लोग्ने मान्छेलाई कसैले चोर भन्यो भने उसले रिस खानु सक्छ, किनभने लोग्ने मान्छे त कर्म परिश्रममा विश्वास गर्न जात हो नि। चोर भन्यो भने उसलाई रिस उठ्छ, उसले सबै कुरो बिर्सिन्छ, ती आक्रमण हान्छ। अनि श्रीमती स्वास्नी मान्छेहरूलाई कसैले त चोर्नी भनेर उसलाई रिस उठ्दैन, उसलाई किन रिस उठ्छ भने त पतित होस्, त बेस्या होस्, त चरित्रहीन होस् भनेर भन्यो भने अनि रिस उठ्छ, किनभने उसको अस्मितामाथि प्रहार पनि त्यहाँनिर। नारीहरूको सम्पत्ति त अस्मिता हो नि, त्यो अस्मितामाथि प्रहार भएको कारणले अनि नारीलाई रिस उठ्छ। बुझ्नुभयो नि, मान्छेले गाली गर्दा नराम्रो शब्द प्रयोग गर्छन् नि, दुर्वाक्य प्रयोग गर्छन् नि, त्यस्ता शब्दबाट रिस उठ्छ नारीहरूलाई। त चोर्नी त फटै भनेर रिस उठ्दैन उसलाई, त चरित्रहीन भनेर रिस उठ्छ, किनभने नारीहरू बाँचेकै चरित्र बाँचेका हुन्छन् है। उनीहरूको सम्पत्ति भनेको अस्मिता हो, उनीहरूको लज्जा हो। त्यसै कारणले महाराज कृष्ण भगवानलाई बिना बाउको छोरो भने त रनन्न रिस उठ्यो, 100वटा गाली पुगेछ। बोलाउनु सुदर्शन चक्रलाई प्रहार गर्नुभयो, शिशुपालको तेज भएर कृष्णमा मिल्ने कामहरू श्यामसुन्दर भगवानको हो है। अनि यति भइसके परमात्मा भगवान अब शिशुपालको नै बहुत हुने काम गर्यो र त्यो राजस्व यज्ञमा चाहिँ यज्ञ हुँदै थियो। त्यसैलाई यज्ञमा चाहिँ त्यो दरबार कस्तो बनाएको थियो मैले भनेदेखि दिग्भ्रमित हुने दरबार कि त पानी भनेर टेक्यो उभानु छ, खुर्किला भनेर टेक्यो सम्म छ, सम्म भनेर टेक्यो खुर्किला छ। अनि दुर्योधन जामलाएर आइरहेको थियो, त्यही बेलामा चाहिँ नि पानी भनेर त्यहाँ यसो टेकेको त त्यहाँ त उभानु छ, ए पानी रहन्छ भने अब जामा तल झारे, झार्दाखेरि त चप्लङ्गै डुब्यो है। यहाँ त सम्मेर छ, खुर्किलो छ भने यसो खुट्टा उचाल्छन्, सम्म छ, लाटो हिँड्ने जस्तो हुन्छ नि त्यहाँ त है। अनि यहाँ त सम्म भनेर खुट्टा यसो बिस्तारै हिँडेको त गामराङ्गु तल खुर्किन पुगे, लडे। माथिबाट द्रौपदी कपाल कोर्दै थियो है, अन्धाको छोरो अन्धै हुँदो रहेछ। मान्छे लड्यो भने हाँस्नु हुँदैन कहिले पनि, हाम्रो बानी छ नि, मान्छेलाई हाँस्ने बानी छ नि, कहिले पनि नहाँस्नुहोस्, उसलाई पीडा भएको हुन्छ, हाँस्नु हुँदैन। अन्धाको छोरो अन्धै हुँदो रहेछ भनेर भन्ने दुर्वाच्य प्रयोग गरेका कारणले त दुष्टलाई तेरो यो कपाल देखाउँदै जुन मलाई मेरो बाउलाई अन्धो भनिस्, तेरो कपालमा नलुची छाड्दिन, तेरो बेचत नगई छाड, तँलाई ननङ्गै छाड्दैन। उसले त्यही प्रतिज्ञा गरेका कारणले महाभारतको लडाइँ भएको। त्यस कारणले हरेक सङ्ग्राम हुन्छ नारीहरूको कारणबाट, त्यही त। अनि जेठाजु न देवर पनि हो, दुइटै हो। अनि सङ्ग्राम हुन्छ नारीको हातबाट। हेर्नुहोस्, त्यो घरलाई मिलाएर राख्ने देवर जेठाजु सम्बन्ध राम्रो राख्नुहोस् भनेर सम्झनु त नारी पो हो नि त। तिम्रा दाजुले यसो गरे भनेर त्यहाँ तहल्कामा जुन थालिनु भने त सकियो, घर रण सङ्ग्राम भन्छ। पतिलाई कहाँ पुर्याउने नारीको हातमा हुन्छ।
टुकुचामा पुर्याउने कि दरबारमा लगाएर राख्ने त्यो नारीकै हातमा हुन्छ है। श्यामसुन्दर भगवानको हो। यसरी जब तेरो धनको अपमान हुने काम गरौँ भने सारा पवित्र कथा बनाउने काम गरौँ भगवान। र अब यतापट्टि साल्लो नम्बरको राजा थियो। त्यो साल्लो नम्बरको राजाले भगवान कृष्णको साथ युद्ध गर्ने काम गरे। पछि भगवानले त्यो साल्लो नम्बरका राजालाई पनि सम्झ गर्ने काम गर्नुभयो। श्यामसुन्दर भगवानको हो। उद्धार गरिदिने काम गर्नुभयो। अनि जब शिशुपाल र दन्तभक्त दाजुभाइ थिए कि अब शिशुपाल र दन्तभक्त जो थिए त्यो दन्तभक्तले मेरो दाजुलाई मार्ने तर नमारी छोड्दिन भनेर भगवान कृष्ण चाहिँ आक्रमण गरे। भगवानले दन्तभक्त पनि उद्धार गरिदिने काम गर्नुभयो र दुईतर नम्बरको तैँले उद्धार गरिदिने काम गर्नुभयो। त्यसै कारणले त्यही दन्तभक्त र शिशुपाल चाहिँ जय र विजय थिए। पहिला हिरण्यकश्यप र हिरण्याक्ष, दोस्रोमा रावण र कुम्भकर्ण, तेस्रोमा दन्तभक्त शिशुपाल हुने काम गरे भने सारा कथा बताउन जाने काम गर्नु महाराज। अनि भगवान बलराम तीर्थयात्रा जाने काम गर्थ्यो। तीर्थयात्रा गएको बेलामा बल्लभ नगरको राज शेषको पनि सामना गर्ने काम गर्नुभयो र त्यो बल्ल नगरको तन्त्र पनि सामना गरिसकेपछि आज उनी भगवानले के गर्नुभयो भने बलरामले त नैमिषारण्य क्षेत्रमा पुग्नु भएको सुत पौराणिक गुरुले मजाले कथा सुनाउँदछ 88 ऋषिहरूलाई। अनि सुनाइसकेपछि त्यही बेलामा बलराम आउनु भने जानेर सबैजना उठेर नमस्कार गरे। अब व्यासासनमा बसेको गुरु नमस्कार फर्काउँदैनन्, नमस्कार गर्दैनन् है। ढोग्नु भएन, मान्नु भएन। यहाँ कथा सुन्न बसेकाले पनि नमस्कार गरिन्छ भने केवल भगवानलाई मात्रै गर्ने अन्त होइन है। हामी त नगरे इष्टम रिसाल्छौँ। फेरि कस्तो नाप्पेको एउटा सप्ताह लागेको कत भएमा न भाँडा बस्छ भन्छ। फेरि के न गरे भन्ने पनि भन्छन्। त्यसै कारणले गर्नु पर्यो। मात्र वास्तवमा यहाँ बसेपछि आउने आउनुहुन्छ, जाने जानुहुन्छ, सुन्ने सुन्नुहुन्छ, प्रसाद नदिकन जान पाउनु न। त्यहाँ ढोका मान्छे बस्नु भएको छ। रमेश दाई मजाले खट्नु भएको छ। गुरु कोही नजान्छ पिर लाग्छ मलाई भन्नुहुन्छ। हेर्नुहोस् त भागवतमा कति ज्ञान रहेछ। मन कति पवित्र हुँदो रहेछ भनेदेखि हिजो उहाँले फोकटमा कसले चाहिँ एउटा के काम गरेर चाहिँ कसले पैसा नै लिनु भन्छ। मलाई चाहिँदैन पैसा छ। मैले भागवत सुना मान्छे घर भागवतमा चाहिँ के लिने बेकार पैसा। मन पवित्र त्यसरी हुँदो रहेछ नि हाम्रो है। अहिले हजुरलाई मन पवित्र छैन। केही लालच छ, लोभ छ, रिस छ, केही छैन, अहमता छ, घमण्ड छ, यस्तो पो त भनिन्छ छैन। आमालाई पनि छैन, कसैलाई पनि छैन। केवल भागवतले गर्ने दिने ज्ञान यति हो। भगवानको भक्त र भगवानको हो। त्यसै कारणले यो भागवतले ज्ञान दिने काम गरेको यस्तो हो। यसरी त्यागी भनिन्छ भागवत सुन्दाखेरि। भनेको वैरागी भनिन्छ। न त संसार वैरागी राग रसीको हो, न त राग छ, न त वैरागी छ, न त राग छ, न त द्वेष छ। कोहीसँग प्रेम पनि छैन, कोहीसँग रिस पनि छैन। केवल भगवानप्रति अनुरक्त छ, राग छ, त्यसै विराग छ। त्यसै कारणले अब वैरागी पण्डितले नमस्ते गरेन भनेर बलरामले उनको शिर चट्टी मारिदिनु, उसले शिर काटिदिनु। सुताको शिर क्या। कथा भन्ने पण्डित उसले छैन। व्यासस्थानमा बसेको पण्डित मार्नु हुँदैन हो, क्रियापुत्री मार्नु हुँदैन हो है। त्यसलाई आतताई भनिन्छ है। अनि त्यसै गरिकन कर्मकाण्ड बसेका हो त कर्ता होतालाई मार्नु हुँदैन है। खान लागेरलाई मार्नु हुँदैन। खाइसकेपछि मार्नु हुन्छ, खाइसकेपछि मार्ने हो है। अब ध्यानमा बसेर मार्नु हुँदैन। यसो त नमार्नु पनि धेरै छन्। सुत्केरी मार्नु हुँदैन, बच्चा मार्नु हुँदैन, कन्या मार्नु हुँदैन, गाई मार्नु हुँदैन, ब्राह्मण मार्नु हुँदैन। जसले त्यसलाई मार्छ त्यो आतताई। त्यो चाहिँ जबसम्म यस संसारमा चन्द्र सूर्य रहन्छन् तबसम्म त्यसका सन्तानको गति पनि हुँदैन भन्नु बताइन्छ शास्त्रले। अब तिनले ती व्यासपण्डित चट्टे काटे। अब सरकारी मुनिहरूले भन्नुभयो लौ बर्बाद भयो, हामीलाई अब कसले कथा सुनाउँछ, गुरुलाई काट्नुभयो भन्दा मैले बुझिनँ अब के गरौँ भन्दाखेरि यिनलाई ज्याइदिने काम गर्नुहोस् भन्नुभयो। बलरामले ज्याइदिनु भयो। कसरी ज्याइनु भयो त लोमस नाम गरेका तिनका छोरालाई बाबु त दिन पुग्यो गयो।
अब उनका छोरालाई शक्ति दिनुभयो, बाउको सबै विद्या तिनका छोरा जो लोमसम्म गर्नुभएको तिनका छोरालाई दिने काम गर्नु, त्यसबाट सुता भनेको है। छोराले ज्ञान दिनुभएको कारणले सुता भनिन्छ है। लोमसका सन्तानले छोराले तिनी सुता पौराणिक गुटी अब हामीलाई ज्ञान दिइरहनु भएको छ श्यामसुन्दर भगवानको। र आफू त्यो पाप पखाल भनेर तीर्थ जाने काम गर्नुभयो र गङ्गाको सेवा गर्ने काम गर्नुभयो। र यति भएपछि महाराज अब यो पवित्र कथा सुनाउँदै जाँदाखेरि एउटा पवित्र कथाको चर्चा आयो हो। भागवतको मुटुनी हो यो सुदामा चरित्र है। सुदामा चरित्र आयो हो त खै कान्छामा कहाँ जानु? सुदामाको सुन्छु भन्दै हुनु त कता हुनु? खै कान्छामा ल सुदामा आए भक्त भगवानको हिजो सुदामा कहिले आउँछ भन्नुहुन्थ्यो क्या उहाँले। ल सुदामा सुनाउनुहोस् श्यामसुन्दर भगवानको है। के भन्नुभयो भनेदेखि परमात्मा त एकजना सुदामा नामेका गरिब ब्राह्मण हुनुहुन्थ्यो हो। यस्ता गरिब हुनुहुन्थ्यो कि यस्ता गरिब जो गरिब त्यसका चाहिँ बान्टा हुन्छ लालाबाल चाहिँ टन्ने हुन्छ कि है। टन्ने खाने मुख चाहिँ टन्नै थिए, कमाइ जिरो छैन। अब नित्य धर्ममा बसेका थिए, राजमा बसेका थिए अनि उनलाई उनको कमाइ जिरो थियो महाराज है। अनि जिरो भइसकेपछि अब भिक्षा माग्न जान्थे कसैले त यी गरिब बाहुन अब लुगा केही थिएन, लङ्गौटी लाएर हिँड्थे, एउटा धोती यसो खाल्टो टालो बाँध्थे जाने काम गर्थे महाराज। त्यही हुँदाहुँदै साह्रै गरिब भए। त उनी गरिब भए पनि हरिप्ची थिएनन्, धर्म छोडेका थिएनन् उनले। अब धर्म नछोडी भइसकेपछि परमात्मा भगवानले विचार गर्नुभयो उनको उद्धार गर्नुपर्छ भन्ने विचार गर्नुभयो। र त्यही ठाउँमा चाहिँ एउटा चक्रधर नामका ब्राह्मण थिए, चक्रधर है। ती चक्रधरको काम चाहिँ के थियो भनेदेखि सुदामालाई भड्काउने थियो कि त्यसो होइन, यो निष्ठामा मात्र बसेर हुँदैन, भोक पेट पाल्दैन। त्यसै कारणले केही कमाउन जान्नुपर्छ, औँला बङ्ग्याउनुपर्छ है। औँला नबङ्ग्याइकन घिउ आउँदैन के साथी। उहाँले त्यसै कारणले अब जाउँ राजा कहाँ जाउँ, राजाको गुणगान गाउँ। अनि राजाको गुणगान गाइसकेपछि अनि ती भर्जने सम्पत्ति हुन्छ भनेर भन्नुभयो चक्रधरले। हुन्छ त अब राजा असाध्यै क्रोधी थिए। अब चक्रधर गएर के भने, ओहो हजुर महाराज, हजुर जस्तो ज्ञानी त कोही पनि छैन संसारमा है। हजुर साह्रै धार्मिक, यस्ता राजा त हामीले कहाँ पाउनु भनेर फुरुक्क पारे मूर्खलाई फुर्काएपछि पैसा जति पनि दिन्छ, मूर्खलाई फुर्काउनुपर्छ है। अब विद्वानलाई त है। अब सुदामालाई त्यो झुटो कुरो गर्न मन लागेन हो। उहाँले भन्नुभयो मानव जीवन अनमोल रे। मानवको जीवन चाहिँ के छ? अनमोल रे, इस मिट्टी में मत घोल रे। जो अभी पाया अहिले जुन पाइरहेछौ नि, कभी जुन अहिले पाइरहेछौ नि त्यो चिज फिर न मिलेगा कभी नहीं, कभी नहीं, कभी नहीं रे। मनुष्य जीवन अनमोल रे, इसे मिट्टी में मत घोल रे। अभी जो मिला है फिर न मिलेगा कभी नहीं, कभी नहीं, कभी नहीं। के भन्छ यो बाहुन? देख्दै गरिब लुते बाहुन के भन्छ? राजाले कोरायालो। अब बिचारा उता चक्र भन्दैछन्, मुख थुन्दैछन्, चुप 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 नभन भन्दैछन्। अब उनी त झन् भन्छन् मानव देह अनमोल रे, इस मिट्टी में मत घोल रे। अभी जो मिला है फिर न मिलेगा कभी नहीं, कभी नहीं, कभी नहीं रे। मानव जीवन अनमोल रे, इस मिट्टी में मत घोल रे। अभी जो मिला है फिर न मिलेगा कभी नहीं, कभी नहीं, कभी नहीं रे। कभी नहीं, कभी नहीं, कभी नहीं रे। श्यामसुन्दर भगवानको त्यसकारणले राजन यो मानवको जीवन चाहिँ अनमोल छ, अनमोल हिरा हो नि हाम्रो जिन्दगी त। यही जिन्दगीबाट हाम्रो जीवन धन्यको भन्छ मुक्ति भन्ने चिज हो नि। तपाईले अर्को जुनी पाएर मुक्ति जोडेर आश नगरे पनि हुन्छ, मिल्दैन जिन्दगी।
जिन्दगी मिले तापनि पहिलो कुरो जिन्दगी मिल्दैन। 84 लाख जोडी चाहिँ घुम्न पर्छ। अब यो जिन्दगी पाएर पनि तपाईले यसलाई पनि खेर फाल्नुभयो भने तपाईलाई यो मान्छेको जिन्दगी मुक्तिको सबैभन्दा अन्तिम खुड्किलो हो, अन्तिम सोपान हो, अन्तिम भर्याङ हो। त्यो तपाईँ भर्याङको सबैभन्दा माथिल्लो खुड्किला पुगिसक्नु भएको छ। अब पनि तपाईँले यो जीवनलाई चाहिँ दुर्गन्धमा फाल्नुभयो। खानुहुन्छ चिज खानुहुन्छ, गर्नुहुन्छ चिज गर्नुहुन्छ, बोल्नुहुन्छ चिज बोल्नुहुन्छ यदि भनेदेखि तपाईँको हात हिरा परेर पनि तपाईँसित कङ्गाल बन्नुभयो। अब तपाईँ पुनः लोट्नुपर्छ, फर्किनुपर्छ पृथ्वीमा। किरा फट्याङ्ग्रा दुनियाँ 84 लाख नरक भोग्नुपर्छ। समय बिग्रेन हाम्रो समय। त्यसै कारणले यो अनमोल जीवनमा तपाईँले आफूलाई मुक्ति गर्नुपर्छ राजन भनेर म इच्छा गर्दा जस्तो चाहिँ तपाईँलाई झुटो तपाईँको चाहिँ गुणगान गाएर तपाईँसँग सम्पत्ति चाहिँदैन भन्ने बित्तिकै यो बाहुनलाई मार, राजाले त आदेश हो, यो बाहुनलाई मार, दुईटै बाहुनलाई भन्दा चक्रधर जोधे ती साथी तिनले हे महाराज महाराज आज मैले ल्याइहालेँ। अब यस्तो गरिदियो यी बाहुनको चाहिँ बिचल्ली हुन्छ, यसलाई नमार्नुहोस्, अरू दण्ड दिनुहोस्, बरु मात्र नमार्नुहोस् भनेर उसले ज्यान जोगाए। साथी भने यस्ता हुनुपर्छ है। ज्यान जोगाइ पनि काम गर्नुभयो। अनि जोगाइसकेपछि यसलाई मार्दै नमार, लगेर हुत्याइदाऊ भर्याङबाट। उसै त गरिब बाहुन पक्रेर लगेर सिपाहीले र भर्याङको टुप्पाबाट गुटुक्टु एक लात्ता तल गुटाइदिने काम गरे। ब्राह्मणको हड्डी सब खुस्किने काम गर्यो। तल आउँदाखेरि के हुन्छ भर्याङबाट उल्टाउँदाखेरि है। ब्राह्मण घाइते भने रुँदै रुँदै आए घरमा बिचरा बिस्तार आए। त्यस दिन त्यो साथीलेको चक्रधरको सम्बन्धन राजाले खोजिदिने काम गर्छ। यस्ता बाहुन लिएर आउनु दुष्ट भनेर खोजिदिने काम गरे। यसरी खोजेपछि ल परमात्मा म के गरौँ विचार गर्दै गर्दै जाने काम गर्दै त्यही बेला परमात्मा हे भगवान् आज तिनी ब्राह्मणले ती ब्राह्मण जो थिइन् पत्नीको नाम थियो सुशीला। कसैले कुचैला भन्छन्। कुचैला भनेको चाहिँ त्यो चोलो पनि च्यातिएको लागाले कुचैला भनेको, तर नाम चाहिँ थियो सुशीला है। ती सुशीला नाम थियो। अब ती सुशीला नामले हे स्वामी यस्ता अर्धङ्गी राजा दुष्ट राजाको पासमा जानु हुँदैन भनेर मैले पहिले भने हेर्नुहोस् त हजुरलाई चोट लाग्यो आज हजुरलाई यो अवस्था सृजना आज हजुरको धिक्कार छ, धिक्कार छ है। त केटाकेटी सानी छन्, हजुर बिरामी बन्नुभयो। अब कसले कहाँबाट के मागेर मैले बुढा पाल्न धिक्कार छ। त तिनको बानी के थियो भन्नुहुन्छ भनेदेखि एउटी आमालाई श्रीमान गर्ने श्रीमान मान्छे यदि भएन घरमा भनेदेखि के हालत हुन्छ, कस्तो हालत हुन्छ। देवी भागवतमा कथा आउँछ विश्वामित्रका 100 भाइ छोरा, ती 100 भाइ छोरा पाल्नको लागि अरू छोराको ज्यान जोगाउनको लागि विश्वामित्र तपस्यामा बसेको बेला आमाले एउटा छोरो बेच्न भनेर बाँधेर लिएर गएकी छन्। त्यो अवस्था पनि आउँछ महाराज। हामीले ज्यान पाल्नको लागि कस्ता जस्ता सुकै सम्झौता पनि गर्नुपर्ने अवस्था हुन्छ। पाल्नु त्यसै सन्देश छैन। त्यो बाबुले कति जिम्मेवारी हुन्छ जस्तो आफू बन्दकी बसेर भए पनि छोरो माथि पुग्दै हुन्थ्यो भन्ने चाहिँ इच्छा हुन्छ। आफू बन्दकी बसोस्। आमा आफू भोकै बसेर उनी पनि भोकै छ नि छन् त। गाउँमा त खाना पर्याप्त नपाइने। आफू भोकै बसेर आज मलाई खान पर्दैन, मलाई भोक लागेको छैन, मैले पर्याप्त खान्छु, मेरो छोरालाई लगिदिन्छु भनेर पोल्टामा मकै र भटमास खाजा ल्याएर तपाईँलाई खुवाएको हो कि होइन? खुवाएको हो नि। त्यस्तै आमा पो हुन्छ। त्यही भएर बाबुआमा भगवान् है, बाबुआमा भनेका जिउँदा देउता हुन् भनेर त्यही भएर हो है। आमाले यसरी खुवाएर हुर्काएको हो। मल मूत्र केही मतलब राखिनु। अर्काको बच्चाले तपाईँको छेउमा चाहिँ यसो फोहोर गरिदियो तपाईँलाई खाने घिन लाग्छ, तर आमाले त्यही हातले चाहिँ त्यो फोहोर सोरेर मागी छ। अहिले हामीले हाम्री आमाले ठुलो स्वरले बोल्यो भने हामीलाई रिस उठ्छ। तपाईँ बोल्न नसक्ने तपाईँकी आमाले तपाईँलाई चाहिँ नि तपाईँको भाषा बोल्नुहुन्छ। तपाईँकी आमाले हो कि होइन? बोल्न नसक्ने हुँदा पनि तपाईँको भाषा बोल्नुहुन्छ तपाईँकी आमाले। अब तपाईँले हाम्री आमाले चाहिँ नि
यसरी पुरुषहरूले बोलिङ गरे भनेर तपाईँ आमालाई गाली गर्न मिल्छ? ती आमालाई वृद्धाश्रम पठाउन मिल्छ? हेला गर्न मिल्छ ती आमालाई? त्यसैले यही हो नष्ट हुने बुद्धि भनेको। यो नहोस् भने यस्ता भागवतमा ज्ञानहरू हुन्छ महाराज। ती आमाले हुर्काउने काम म के गरौँ भन्ने रोइन्, विलाप गरिन्। अब पछि बिस्तारै ब्राह्मण निको भए, भिक्षा माग्ने भनेर जान्थे। कहिलेकाहीँ त मिल्थ्यो कि कहिलेकाहीँ मिल्दैन थियो। भिक्षा माग्ने ब्राह्मणको नियम पनि के हुन्छ भने 5 वटा घरभन्दा बाहिर जानु मिल्दैन। 5 वटा भन्दा 6 वटा घर गएर धर्म सकिन्छ। यो जोइको धर्म हो। जति मिल्छ त्यहाँबाट भिक्षा लिएर आउने, भिक्षा लिएर परिवार हुर्काउने हो नि त। अब जान्थे यजमानका केही दिन लिएर आउँथे। यसरी गर्दै गर्दा एक दिनको कुरो हो, घर केही अन्न छैन, माग्नेको ठाउँ पनि केही पनि मिलेन है। बिग्रिने बेला ऊ तलदेखि बिग्रेर आउँछ अरे के है। सप्रिने बेला माथिदेखि सप्रिन्छ, तलदेखि बिग्रेर आउँछ अरे है। अब त्यसरी खानेकुरा केही छैन, घर केही पनि छैन। त्यति हुँदा हुँदै पनि ती सुदामाले एउटा के थियो भने जे खाए पनि अगाडि भगवान बाला मुकुन्द भगवान हुनुहुन्थ्यो, उहाँले अर्पण गरेर मात्रै पान गराउँथ्यो, खानुहुन्थ्यो। एक दिनको कुरो हो, घर खानेकुरो केही छैन, केटाकेटी पातला पुरुष सुतेका छन्। आमा चाहिँ पानी पकाएर बसेकी छन्, केही ल्याउलान्, बुढा ल्याएर पकाउला केही पनि भएन है। कतै कतै भोक लागेको छ। केटाकेटीले के खाए, यही पानी खाएर सुते। त्यो दिन त्यतिकै हुन्छ। अर्को दिन पनि केही पाइन्छ भनेर भिक्षा माग्न गएको, माग्दाखेरि त कसले के दिन्थ्यो, केही पनि दिनु। एकजनाले एक मुठी चामल दिए, त्यो एक मुठी चामलको हुरुरे जाउलो बनाइयो, पानी टन्न हालेर जाउलो बनाइयो। खोले क्या खोले भन्छ नि, खोले खोले बनाउने काम गरियो। अब त्यो जाउलोलाई चाहिँ परमात्मा हो। केटाकेटी सबैले खाने काम गरे। अब बुढा पनि बुढालाई नि छैन, बुढीलाई नि छैन। नियममा के भन्छ याद गरे पनि कुरा छ यहाँ। भागवतले ज्ञान सिकाउँछ, यो ज्ञानमा आएकी हो। सबैभन्दा तपाईँको घर खुवाउँदाखेरि सबैभन्दा पहिला चाहिँ काम गर्ने नोकरलाई खुवाउनुपर्छ। मिठो चिजहरू, पाकेको मिठो चोखो चिज पहिला काम गरे नोकरलाई खुवाउनु, त्यहाँबाट केटाकेटीलाई खुवाउनु, अनि रह्यो भने तपाईँ खानु। हाम्रो त के पद्धति छ भने पहिला ठुला मान्छेलाई पस गरिदिने, पहिला पाउले नखाइकन कहाँ हुन्छ, होइन मान्दैन यो। पहिला केटाकेटीलाई खुवाउनुहोस्। सबभन्दा पहिला त्यो अधिकार, मिठो चोखोको अधिकार नोकर चाकर हुन्छ। घर नोकर चाकर पाले हुन्छ नि, त्यसको हुन्छ। त्यहाँबाट पहिला हुन्थ्यो, अहिले हुँदैन। अन्त हामीलाई नोकर बनाइन्छ। श्यामसुन्दर भगवानको हो है। त्यहाँबाट पहिला उसलाई दिनुहोस्, त्यहाँबाट केटाकेटीलाई दिनुहोस्, त्यहाँबाट श्रीमतीलाई खुवाउनुहोस्, अनि आफू खानुहोस्। त्यो नियम हो नि। आमाले माल लाएर ढुङ्छ भनेको छ भक्तर भगवानको है। अब त्यो केटाकेटीको अधिकार पहिला त केटाकेटा दिने काम गर्नुभयो, श्यामसुन्दर भगवानको है। अनि खाने बेला बुढाको भागा नि छैन, बुढीको भागा छैन, केही पनि छैन। जम्मा दुईटा सिधा त्यो चामल चाहिँ रहेर छ कि। अब पात निकाल्यो, एउटा खानु त पातमा खानु, बाहुनका थालबाट हुँदैन है। अहिले पो जन्मले टन्न दिएका छन् बाहुनले, रोजी लाग्यो, पहिला त हुँदैन थिए, पातमा खानुपर्ने है। अब पात पस्को, पात राख्नु अगाडि पात बिछाइसकेपछि त्यो पातमा चाहिँ नि खानेकुरा भनेर जब हाल्नुभयो, दुईटा सिधा, एउटा सिधा दुईटा सिधा हाल्नु खोजा पतिलाई, एउटा तिम्रो भएको तिमी राख भन्नु, राख्नु। दुईजनाले दुईटा सिधा राखेर अब खाना आँटिँदै उता हेरेको भगवान कृष्ण त भोकै छन्। ओहो झन्डै बर्बाद छन्। ल भगवान कृष्ण खुवाउनु पर्यो भनेर त्यो लगेर त्यो त्यस्तो आपत परे बेला एक सिता त्यो चामल भात त्यो लगेर भगवान कृष्णको मूर्तिमा चढाउनु भयो। त्यस बेला भगवान कृष्णले खाने बित्तिकै सम्पूर्ण विश्व चाहिँ तृप्त भयो। सबै विश्व चाहिँ ढ्याउ ढ्याउ गर्न थाल्यो। अगाएर के गर्न थाल्यो, महाराज भगवान तृप्त हुनुभयो। अब तपाईँले भगवानलाई कति दिनु पर्दछ? भगवानलाई भोग लगाउने नियम छ। श्यामसुन्दर भगवान श्रद्धाले दिएको मात्रै खानुहुन्छ। श्यामसुन्दर भगवानको श्याम रसिया मेरो मन बसिया, रुचि रुचि भोग लगाओ रसिया,
रोचे रोचे भोग लगाओ रसिया श्याम रसिया मेरे मन बसिया रोचे रोचे भोग लगाओ रसिया रोचे रोचे भोग लगाओ बिलनी के पैर सुदाम के तंदुल बिलनी के पैर सुदाम के तंदुल प्रेम से भोग लगाओ रसिया रुच रुच भोग लगाओ रसिया रुच रुच भोग लगाओ रसिया दुर्योधन के मेवा त्यागे दुर्योधन के मेवा त्यागे साग बिदुर गर खाय रसिया रुच रुच भोग लगाओ रसिया रुच रुच भोग लगाओ रसिया ऐसो भोग लगाओ मेरे रसिया ऐसो भोग लगाओ मेरे रसिया प्रेमामृत बना जय रसिया रुच रुच भोग लगाओ रसिया रुच रुच भोग लगाओ जो कोई सभोग को पावे जो कोई सभोग को पावे सो तेरो बनो जय रसिया रुच रुच भोग लगाओ रसिया रुच रुच भोग लगाओ रसिया राधा रानी के अदरन दर राधा रानी के अदरन दर और सरस बनाओ रसिया रुच रुच भोग लगाओ रसिया रुच रुच भोग लगाओ रसिया मीरा के प्रभु गिरिधर नागर मीरा के प्रभु गिरिधर नागर आकर दरस दिखाओ रसिया रुच रुच भोग लगाओ रसिया रुच रुच भोग लगाओ रसिया रसिया मेरे मन बसिया रुच रुच भोग लगाओ रसिया भोग बिहारी भगवान को यसरी भोग लगाउनुपर्छ हामीले खानेकुरा भगवानलाई प्रसाद यसरी अर्पण गर्नुपर्छ के गर्नुपर्छ तपाईले जसरी भिलनडीको सबरीको बयरलाई मिठो मानेर खानुभयो नि अज्ञानले गर्दा लक्ष्मणले फ्यालिदिनु भयो भगवानले रामले जुठो बारलाई खानुभयो मिठो मानी त त्यही फ्यालेको बयर पछि सञ्जीवनी भन्ने काम गरेको है लक्ष्मणलाई बचाउने त्यही बयर हो उसले फ्यालेको बयर है त्यसै कारणले कहिले पनि नबुझिकन निर्णय नगर्नु सुदामको जुन कनिका छ नि कनिका त्यो भगवानलाई कति प्रिय छ प्रेमले खानु भएको छ नि भगवानले अनि त्यसै गरिकन
जसरी दुर्योधनले चाहिँ मलाई सहयोग गर्ला कि भनेर भोजन गर्न बोलाएको कृष्ण भगवानलाई उहाँले भन्नुभयो तिमी कहाँ मैले भोजन 2 ठाउँमा गरिन्छ। भोजन गर्ने ठाउँ जानिरहनु छ कुरो। भोजन 2 ठाउँमा गरिन्छ। एक ठाउँमा प्रेम हुनुपर्छ, एक ठाउँमा के हुनुपर्छ त भन्दै इच्छा हुनुपर्छ है। तपाईले मलाई प्रेम गर्नुभयो भने म तपाईका भोजन गर्छु र मलाई इच्छा भयो भने भोजन गर्छु, नत्र गर्दिन। तपाईले कर गरेर भोजन गर्ने वाला छुइन। स्वार्थ पनि त्यहाँनिर। तपाईले स्वार्थ मलाई भोजन गराउँदा म के भोजन गर्ने? त्यसकारण हे दुर्मतिका भोजन गर्दिन, म त जान्छु मेरो विदुर कहाँ जान्छु। त्यसबेला विदुर महारानी विदुर हुनु त विदुर रानी चाहिँ नुहाउँदै हुनुहुन्थ्यो। विदुर रानी बनाउनु भयो। आउँदाखेरि हतपत भगवान आएको देखेर अब के खुवाउँ भगवान? खुवाउनु पर्यो नि। ठुला मान्छे घर जस्तो खुवाउनु पर्छ, पाहुना जस्तो खुवाउनु पर्छ है। के खुवाउँ भन्दाखेरि एउटा केराको काँडी झुन्डाएको रहेछ। अनि आँखा चिम्लेर भोजन गर्दै हुन्छ। यसरी केरा छोडाउँदै केरा भैमा राख्दै बोक्रा खुवाउँदै गर्नुहुन्छ भगवानले। भावमा विभोर भइसकेपछि तपाईँले के गर्दैछु त्यो पनि थाहा हुँदैन है। त्यसो भाव विभोर भइसकेपछि हुन्छ खुवाउनु भयो केरा भैमा बोक्रा भगवानले। विदुर आउनुभयो। ए विदुरले के गरेको? मैले भगवानलाई भोजन गरेर देख्नु पर्यो। आज मेरा घर भगवान पाल्नु भएको छ है भन्छ। अनि बोक्रा किन भएको भन्दा छोड्दै विदुर मलाई बोक्रै मिठो लाग्छ। किन मलाई भक्तले बोक्रा दिएको त झन् मनपर्छ है। त्यो गुदी खान्छ स्वार्थीले हो नि। मलाई बोक्रै मनपर्छ भनिदिनु भगवानले है। यस्ता परमात्मा जो भगवान हुनुहुन्थ्यो आज उनी भगवानले के विचार गर्नु त? जुन यस्ता भगवानले खाएको रहेको प्रसाद भोग हुन्छ त्यो प्रसाद जसले यो प्रसाद पाउँछ नि सो तेरो बन्जा रसिया। जसले प्रसाद पाउँछ नि त्यो व्यक्ति भगवानको बन्यो। भगवान त छोड्नुहुन्न। जसरी बाले हिजो मलाई अब त पण्डितजी म तपाईँलाई छोड्दिनँ भन्नुभएको थियो नि। भगवानले पक्राउनुहुन्छ, समात्नुहुन्छ। त्यसलाई पक्राउनुहुन्छ है है। त्यसरी समात्नुहुन्छ। छोड्नुहुन्न भगवान परमात्मा है। चप्पै समात्नुहुन्छ। सो तेरो बन्जा रसिया है। रुचि रुचि अगाउँछ थपेर खाऊ है। कति रुचि हुन्छ खाऊ है। अब जुन भोगमा चाहिँ के हुन्छ भने राधा रानी के अधारण गरेर जुन भोग चाहिँ भगवानले राधा रानीको मुखबाट खानुहुन्छ। भगवानको मुखबाट राधा रानीको मुख हो कि त्यही भएर त सारा गोविन्द लट्ठ छ नि है वंशीबाट है। राधा रानीलाई को अधारमा चढेको प्रसादी हुन्छ नि त्यो प्रसाद भन्दा ठुलो संसारमा के पाउनुहुन्छ तपाईँले? राधा रानीका गुणगान रूपी भागवत छ। राधा रानीको अदर प्रसाद छ। त्यो पनि ठुलो के छ संसारमा? त्यस कारण त्यो भोग राधा रानी के अदरन्दर त्यो चाहिँ कस्तो हुन्छ? असाध्यै स्वादिलो पनि हुन्छ अरे, मिठो पनि हुन्छ अरे। साह्रै मिठो हुन्छ। यस्ता प्रसादमा जुन भगवान भनेर विचार गर्नुभयो। खुवाउनु भयो सुदामाले। कसलाई खुवाउनु पर्यो भने भगवानलाई खुवाउनु भयो। भगवान त तृप्त पनि हाल्नु है। अनि यति बेलापछि एनको कुरो सुदामकी पत्नी भने ए स्वामी तपाईँ त मेरा सखा द्वारकाका द्वारदेश कृष्ण भन्नुहुन्छ नि। खै कृष्ण हुँदाहुँदै हामीले दुःख पायौँ। यस्तो बरु जानुहोस् न केही पाइन्छ कृष्ण दर्शन गर्नुहोस्। उहाँको अनुग्रह भयो भने केही मिल्ला। मागेर ल्याउनु भनेको छैन। उहाँको अनुग्रह भयो भने दुःख दूर हुने केही मिल्ला भेट्नुहोस् भन्नुभयो। अब कहाँको द्वारका सुदामा कताका? इन्डिया पनि सानो छ र। अब जानु त त्यसले हिँडेर अब गाडी चढ्ने पैसा छैन, रेल चढ्ने पैसा छैन, लाँदैन है। अनि भगवान कृष्णले विचार मेरो भक्त मलाई आउँदैछ। तपाईँले एक पाइला अगाडि सार्नु भने बाँकी चाहिँ भगवानले लिनुहुन्छ। पहिलो पाइला तपाईँको सङ्कल्प हो, बाँकी पाइला चाहिँ भगवानको जिम्मा हो है। उहाँले लौ त हुन्छ भनेर नि भगवान आउनुभयो व्यापारी भनेर। उनी व्यापार गर्न आएको त्यो नगर्ने व्यापारी भनेर आउनुभयो। साथ लाग्नुभयो सुदामको। कहाँ जाने? म द्वारकाधीश भेट्न जाने। पुग्छौ त पुगिन्छ त जानु। बेलुका बास बस्नुको भगवानले रोटी सृजना गर्नु निकाल्नुभयो आफ्नो झोलाबाट। व्यापारी बनेका भगवानले दिनुभयो सुदामालाई। यो रोटी खाऊ। म त खाँदिनँ। किन खान थाल्छ? मेरो घरमा मेरी श्रीमती मेरो बच्चा भोकै छन्, म यहाँ कसरी रोटी खान सक्छु? त्यस्तो प्रेम हुनुपर्छ पुरुषहरूमा, त्यति विश्वास हुनुपर्छ पुरुषहरूमा।
मेरी श्रीमती मेरा बच्चा भोकै छन्, म यहाँ कसरी रोटी खान सक्छु? म त खान्न। फास्टिङ आजलाई तिमीले रोटी खानु न, तिमीलाई द्वारका जाने बाटो देखाउँदैन भनेर धुमकन थाल्नुभयो भगवान्ले। अनि आँसु चौँदै, हे भगवान् मलाई पाप नलागोस्, मेरो परिवारको परिवार पुगोस् है भनेर आँसु त रोटी खानु भएको। यता छिमेकीले यी सुदामा छैन, परदेश गए, के लगेर दियो भनेर छिमेकी ल्याएर दिने काम गरे सुदामाकी पत्नीलाई। उसले पनि त्यहाँ अगाए। तपाईँको सङ्कल्प सत्य सङ्कल्प पनि भगवान्ले पुर्याउनुहुन्छ, यतिको हो है। जब गाउने काम गरे, अब जानुभयो, जाँदाखेरि अब द्वारकाको छेउमा पुग्नुभयो, बाटैमा छोड्नुभयो। अब म जाने यता हो, तपाईँ कता जानुहोस् है भन्नु। तपाईँको भगवान् खै कहाँ छन् थाहा छैन भने द्वारका चाहिँ हो भनिदिनु भयो। भगवान् जानुभयो है। अब द्वारका गेटमा अय्या गर्दै पुग्ने काम गरौँ। पुग्दाखेरि त द्वारपालले किन आएको भन्दाखेरि म भगवान् कृष्णको दर्शन गर्न आएको हो। यस्ता फोहोर लुगा लाएर आउनु भइन्छ। जसरी अहङ्कारी ब्राह्मण जय र विजयले सनत 4 मुनि कुमारलाई अपमान गरेका थिए, त्यसै गरी यस्तो लाएर आउने हो। अनि भगवान्को दर्शन गर्नु के राम्रै लाएर आउनु पर्ने हो र भन्नु। झन् धेरै पो बोल्दो रहेछ त। एउटा कृपा गर्नु, सुदामा म उहाँको मित हुँ। ठुला मान्छेलाई चिन्नको लागि मान्छेले भन्छ नि, ए फलानु मन्त्री त मैले चिनेको मान्छे भन्छ। उसले चिन्न पर्यो नि, तपाईँले उसलाई चिन्न त गफ दिन्छ क्या मान्छेले। उसलाई त मैले चिनेको मान्छे हो, उसले चाहिँ चिन्छ कि चिन्नु, त्यो ठुलो कुरो हो क्या तपाईँलाई। तपाईँ त जसलाई चिन्नुहुन्छ, मैले त सबै चिनेको छु। तर उसले तपाईँलाई कतिको चिन्छ त्यहाँ चाहिँ भर पर्छ कि, त्यसको जति त्यहाँनिर हुन्छ। सुदामा त मित, के अरे भगवान् त मित हो मेरो कृष्ण भनिदेऊ न बिन्ती छ। एउटा अलिक दया लाग्यो, ए हुनु पनि सक्छ है, भगवान् त लीलाधारी हो, जानु त भनेर भनेको। एकजना सुदामा भन्ने ब्राह्मण छन्, परदेशबाट आएको रे। अनि मित हो भन्छन् तपाईँको। सुदामा मेरा घर सुदामा आउनु भएको छ मेरो दरबारमा। लौ सुदामाले सजको साथ लिएर आओ, उनका कपडा फेराइदियो, गोडा धोएर आनन्द लिएर आओ भनेर अरू है। अनि भएपछि हुन्छ त भनेर जाने काम गर्नु। सारा देवता जाने जुन त्यहाँका जाने काम गरे सन्त प्रजाहरू। अनि गइसकेपछि सुदामालाई तपाईँलाई भगवान्ले बोलाउनु, अब आउनुहोस् भनेर सम्मान गर्न दिनु। भगवान् आफै लिन जानु बाटासम्म। मित दिन सम्मान यतिको सम्मान मितलाई दिनुपर्छ। त भगवान् आफै जानु लिन भनेर हुन्छ आउनुभयो। अनि आइसकेपछि लक्ष्मीले जल हालिदिनु, भगवान्ले गोडा धोइदिनु भयो सुदामाको। गोडाको चरणको रस खानुभयो, सारा कर्म गर्नुभयो। हे ब्राह्मणदेही नमस्तोनन्ताय सहस्त्र मूर्तय। हे ब्राह्मण तपाईँ सहस्त्र मूर्तिका चाहिँ प्रतीक हुनुहुन्छ। नमस्तोनन्ताय सहस्त्र मूर्तय सहस्त्र पादा शिरोर्भावे। त्यसै कारणले हे ब्राह्मण तपाईँका चरणमा लागेका जो चरण धुली छ नि, त्यो मैले ग्रहण गर्न पाएँ भने तपाईँ त तीर्थाटन गर्दा आएको हो नि, भारतवर्षमा आउँदा तीर्थ घुम्दै आउनु भएको। त्यसै कारणले म तपाईँको पाउ दिन्छु भन्नुभयो। भगवान्ले पाउ दिनुभयो, जल खानुभयो। रुक्मिणीलाई चाहिँ नाक खुम्चाइसकिनु हुँदाखेरि है। हाम्रा कृष्णको काम छैन, फरि बाहुनको पाउको जल खाए खाऊ अरूलाई लागेको लाग्छ, मलाई के मतलब भनेर भसिन् है। अनि लौ त परमात्मा तिमीले विचार गर्नुभयो, यो सुदामा ल मिठा मिठा भोजन गरौँ गर्नुभयो। पाहुना गाडो त खाना पऱ्यो नि फेरि है। पाहुना जानु के अरे मिठोको लोभले के भन्छ नि पहिला पहिला है। मिठोलाई खाना पाइन्छ पाहुना गएपछि है। खाना भातै दिन्छ, सुत्न खाटै दिन्छ अहिलेका मान्छेलाई। पहिला त के दिन्थ्यो त बाहिर सुत भन्छ है। खाना भातै पाइन्छ, सुत्न खाटै पाइन्छ है। काट्ने रातै हो आदि, खाने भातै हो, सुत्ने खाट्यो, काट्ने रातै हो, के चाहियो है। अब मिठा मिठा भोजन गरेर काम गरौँ सुदामाले। अब खाइसकेपछि अब गफ गर्नु पर्यो मित्रसँग। हे मित्र परिवारमा के छन्, बिहा गरौँ कि गरौँ छैन हो। ए टन्ने छ गरे। अनि गुरुआमालाई सुखै छ, राम्रै छ। वा त मित्र नै गुरु हो नि त। गुरुआमालाई सन्चै छ, राम्रो छ। परिवार कुन बोर्डिङ हाल्नु भएको छ? यता सेन्ट मेरिज हाल्यो कि कता हाल्यो सोध्नुहुन्छ है। कुन बोर्डिङमा छन् परिवार? पुरा पर्छन्। कहाँको बोर्डिङमा? लिटिल एन्जल हो कि अर्का कता कता के एन्जल हो? अब हाम्रो गरिबको छ, 150 सरकारी स्कुल क्या, सरकारी स्कुल
त्यतितिर पर्छ कहाँको मेरी सेरिज सेरिज है जेसुकै होस्। त्यस कारणले यस्तै दुःख सुख। अनि हजुरको के छ मेरो त राम्रो छ मेरा बुढाहरू थोरै छैन 56 करोड छन् भन्नु भगवान्ले ठिकै छ। हामी गुरुकुलमा बस्दा कस्तो रमाइलो भएको थियो गुरु हो त गुरुकुलमा बस्दा रमाइलो भएको थियो हे सुदामा। साँच्ची एक दिनको कुरो हो नि त्यो हामी जङ्गलमा दाबेर समेता खोज्न जाँदाखेरि कतै कतै चट्याङ पानी परेको थाहा छ तिमीलाई? थाहा छ। त्यो बेलामा गुरुआमाले सिरौला पठाउनु थियो नि खाजा सिरौला। मलाई यतापट्टि जाडो भएको उता सिरौला पनि हरायो तपाईँलाई बोकिदिएको तपाईँले कहाँ हाल्नुभयो। भएको घटना के थियो भन्नुहुन्छ भने जङ्गलमा समेत खोज्न जानुभएको थियो सुदामा र कृष्ण। त्यही बेलामा चाहिँ नि सिरौला खाजा पठाएको थियो जङ्गलमा पानी परेर भगवान्ले यो बाहुन कतिको लोभी रहेछ भनेर चेक गर्नुभयो। पानी पारिदिनु भयो कृष्ण एकातिर सुदामा एकातिर। कृष्ण पानी पर्यो सुदामा पानी पर्यो कतै कतै जाडो भयो बाहुन पोल्टा खाजा छ। अब खाउँ भने कृष्ण टाढा छन् लिएर जाउँ भने पानी परेको छ जान सक्छ अवस्था छैन। एक खाँको खानु पर्यो भनेर कुरुक कुरुक पार्दै हुनुहुन्थ्यो। भगवान्लाई नचढाइकन खानु हुँदैन त्यो साँच्च कुरुक कुरुक पार्दाखेरि उता सुदामा किन दाँत बज्यो तिम्रो भोलि पनि दाँत बजे जस्तो आउँछ भन्नुहुन्छ। जाडोले भन्नु सुदामाले सिरौला एक्लै खान्छु भन्नु भएन है जाडोले भन्नुभयो। ए जाडो भयो है भन्नु भगवान्ले हेर्ने मात्र थाहा पाइहाल्नु भने अन्तर्यामी हो नि। जाडोले भन्नुभयो ठिकै छ तातो गरी बस है त्यो सिरौला थियो खाजा खानु पर्यो तिमी आउनु सक्दैनौ म आउनु सक्दिनँ भन्नुभयो। भन्नुहुन्छ बिचरा। पछि जाँदाखेरि सिरौला काराकुर पाएर सुदामाले छैन। त्यसै कारणले त्यही भगवान्ले भोग नलगाइकन खाएको कारणले सुदामालाई चाहिँ है एउटा दुईटा चिज एउटा इच्छा स्त्री हुन्छ एउटा छेया स्त्री हुन्छ। सुदामाको छेया स्त्री चाहिँ छेया भयो शब्द एउटै हो अक्षर एउटै हो उल्टो पल्टो भयो कि छेया स्त्री र इच्छा स्त्रीमा के फरक छ? उनको चाहिँ स्त्री छेया हुने काम हो सम्पत्ति नष्ट हुने काम हो सुदामा दरिद्र भने। त्यसैले आज हिजो तपाईँ हामीले पनि भगवान्लाई कृष्णार्पण नभनिकन खायौँ भनेदेखि हामी दरिद्र भन्छौँ। यसमा शङ्का यसमा चाहिँ कुनै शङ्का मान्नु पर्दैन कुरो यही हो दरिद्र भनिन्छ है। त्यसै कारणले सुदामा दरिद्र भन्ने काम गरे है। त्यो दिनको कणिका त कहाँ के अरे सिरौला त कहाँ हरा भन्नु ती कुरो नगर्नु त्यही पाप त भोग्दैछु भन्नुहुन्छ बिचरा सुदामा। थाहा भयो नि त्यही पाप त म भोग्दैछु। त्यसैले खाने बेला अर्कालाई बाँडेर खानुहोस्। तपाईँ बाँडेर खानु भने कहिले पनि भोको रहनुहुन्न। एक्लै खानु भने एक दिन त अवश्य भोको पर्नुपर्छ। लुटेर खाने मान्छेलाई कहिले पनि पुग्दैन बाँडेर खाने मान्छे जहिले अगाउँछ। यति कुरो बुझ्नुहोस्। यस्ता सिद्धान्त छन् भागवतमा है। लुटेर खानु भने तपाईँ चाहिँ कहिल्यै अगाउनु दरिद्रको दरिद्र भन्नुहुन्छ। तपाईँले बाँडेर खानु भने तपाईँ सधैँ अगाउनुहुन्छ। हजुर लुटेर खानु भनेको श्यामसुन्दर लुटेर खानु हुँदैन भने कि श्यामसुन्दर भगवानको त्यसै कारणले परमात्मा यही त भोग्दैछु भन्नुभयो। पछि सबै सरसल्लाह भयो। अनि मलाई गुरुआमाले के पठाउनु भएको छैन हुन त बाहुनको जात लोभी भन्छन् के पठाउनु भएको छैन भनेको छैन। अब उहाँ गएर त्यत्रो लड्डु पेडा भगवान्लाई मनपर्ने जेरी यसरी खानु भएको छ। त्यो उहाँ ध्वस परेर टालोमा एउटा कनिका पोको पार लिएर जानुभएको छ। त सुदामाले भन्नुभएको थियो जान त जानी मितलाई भेट्न जाँदा के लिएर जाने भन्दा छिमेकीका चिउरा कुट्न जानुभएको थियो सुशीला। त्यहाँबाट त्यो चिउरा केलाएर उम्रिएको कनिका त्यो कनिका लिएर आएर त्यही कनिकालाई चाहिँ ध्वसी पालमा पोको पार एउटा राखेको टालो त्यही टालोमा पोको पार पठाउनु भएको थियो है। अब केले त यहाँ ल्याइसो त अनि कस्तो टालोमा पोको पार छ नि यो त राम्रै रहेछ। यो चाहिँ यसलाई चाहिँ धुवाले भेटिन्छ है ल यस्तै पोको है। अनि यस्तै पोकोमा चाहिँ टालोमा चाहिँ पोको पारेर कनिका पठाउनु भएको थियो उनकी पत्नीले। लौ त
अनि केही पठाएको छैन यहाँ छैन 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 है। यहाँ चिया प्याज भने कोही मान्छेलाई आवश्यक चिजले के गर्छ, चिया प्याज जतनले राख्छ। तपाईँहरूले कसैलाई पैसा दिनु भने त्यो मान्छेले पैसा भित्रीको चाहिँ राख्छ, बाहिरको चाहिँ राख्नु त पाकेटबाट सकिहाल्छ नि है। यहाँ चिया प्याज हराउला भनेर है। अनि जाने बेला भयो त सुदामा त्यसो भए अङ्क माल गराउन यसरी हात मिलाएको फत्रकै पोको खसो है। के हो यो सुदामाको पोको हो, श्यामसुन्दर भगवानको हो। देख्यो कि बाउनको चोली श्री कृष्ण नितैको कोसेली। देख्यो कि बाउनको चोली श्री कृष्ण नितैको कोसेली। श्री कृष्ण नितैको कोसेली। देख्यो कि बाउनको चोली श्री कृष्ण नितैको कोसेली। श्री कृष्ण नितैको कोसेली। खै हाम्रो दाइ कहाँनिर माता बताउने, खै रमेश दाइ भन्नालाई। देख्यो कि बाउनको चोली श्री कृष्ण नितैको कोसेली। देख्यो कि बाउनको चोली श्री कृष्ण नितैको कोसेली। श्री कृष्ण नितैको कोसेली। सुशीलाले पठाएको कनिकाको पोको। सुशीलाले पठाएको कनिकाको पोको। कृष्णजीलाई खाउँ भनी लागिरहेछ धोको। कृष्णजीलाई खाउँ भनी लागिरहेछ धोको। देख्यो कि बाउनको चोली श्री कृष्ण नितैको कोसेली। देख्यो कि बाउनको चोली श्री कृष्ण नितैको कोसेली। हजुर श्री कृष्ण नितैको कोसेली। हजुर श्री कृष्ण नितैको कोसेली। श्यामसुन्दर भगवानको। अब यस्तो पवित्र जुन कोसेली पठाएको छ मेरी गुरुआमाले मलाई कता गर्छ। अब यो कोसेली त खानु पर्दैन भन्नुभयो। ओहो खोल्न परे यो कोसेली कस्तो छ भन्नुभयो। यसरी सट्ट खोल्नुभयो, पोकान धरे बनाएको छ है। आहा देख्यौ रुक्मिणी मेरी गुरुआमाले पठाउनु भएको यो कोसेली भन्नुभयो। एक खाँको हात यसरी लिनुभयो, क्वाप्पै खानुभयो। यहाँ बसेर खानु मिलेन है, खाएर देखाइदिन्थेँ म त। क्वाप्पै खानुभयो है। अनि फेरि आहा भन्नुभयो। अर्को फाँको खानुभयो, लिनुभयो त्यो पनि क्वाप्पै खानुभयो। अब तेस्रो फाँको खाना आँट्दा चाहिँ रुक्मिणी चेप्पा हाल्छ मात्रै। के हो भगवान त बिताउनु लागे। उनले मनमा भने अब यी भगवानले पहिलो फाँको खाएर चाहिँ के भने पृथ्वीको मालिक बनिसके सुदामा। अब दोस्रो फाँको खाएर चाहिँ सम्पूर्ण ऐश्वर्यको मालिक बनिसके है। अब तेस्रो फाँको खाएर त के हुन्छ भने म नै सुदामको बन्छु, सुदामको बसा पर्छु नि भनिन्छ। अब उनले त कुरो भन्नुभएको छैन। के हो आफू त खान मन छ क्या हो भनेर च्याप्पा हात समात्नुभयो। खै हामी पनि खान्छौँ भनेर लक्ष्मीले काँडा कुरो पार्नुभयो है। सबैले बाँडेर प्रसाद खानुभयो। आजको यो प्रसाद त्यस बेला बाँडिदिनै परे। अनि खाइसकेपछि आहा कस्तो मिठो है भनेर बताउने काम गर्नुभयो। लौ त परमात्मा परमेश्वर प्रभु यो सुदामाले ल्याएको चाहिँ पवित्र चिज भगवानले चाहिँ ग्रहण गर्नुभयो है। अनि त्यसरी चाहिँ हुन्छ त भनेर अब त्यो कनिका के खाइदिनु भएको थियो। सुदामाको घर ऐश्वर्य प्राप्त भयो। अनि अब म जाउँ त जाउँ, जानुहोस् जानुहोस्। के को केही न केही पनि दिएन हातमा, केही पनि दिएनन्। सुदामाले त्यही सुदामाले भन्नुभयो ओहो मेरो भगवान कति दयालु है। त्यसो भन्नु भएन। मलाई यदि भगवानले केही दिनुभयो, सम्पत्ति दिनुभयो भने मैले के गर्छु। मान्छेले सुख पाएपछि भगवान बिर्सिन्छ नि, थाहा छ नि।
यसैले मलाई बिर्सिन्छन् भनेर नदिएको हो, म खुसी छु भनेर फर्किनु भयो। त यतापट्टि आदेश दिनुभयो विश्वकर्माले, ए विश्वकर्मा मेरो मित्रको दरबार मेरो भन्दा द्वारका राम्रो बनाइदिऊ भनेर आदेश दिनुभयो। हुन्छ, आउनुभयो विश्वकर्मा सुदामको घरमा। अनि लौ अब तपाईँको भगवानको आदेश छ, तपाईँको महल सबै सर्वसम्पन्नशाली बनाउनु पर्यो भनेर भन्नुभएको छ। भन्दाखेरि उनकी पत्नीले के भनेन भनेदेखि तपाईँ हामी आए त हुन्छ बनाउनुहोस्, त्यो छिमेकीले देखाउनु पनि परेको छ है, त्यहाँ ठुलो मान्छे भन्नु पर्ने आफू त त्यसलाई देखाउनु परेको छ भन्थ्यौँ हामी, पक्का पनि त्यही भन्थ्यौँ। उहाँले के भन्नुभयो, होइन महाराज, यदि यी छिमेकी हुँदैन थिए भनेदेखि मेरो जिन्दगी रहँदै थियो, मेरो परिवार बाँच्दैन थिए। त्यसै कारणले मेरो महल बनाउनु पर्दैन, तपाईँले बनाउने हो भने पहिला मेरो छिमेकी जो छ नि छिमेकीहरूको घर, यिनीहरूको घर चाहिँ तपाईँले दरबार बनाइदिनुहोस्, महल सर्वसम्पन्नशाली बनाइदिनुहोस्, अनि बाँकी आएर मेरो बनाउनु मात्र चाहिँ मलाई चाहिँदैन भन्नुभयो। त्यस्तो त्याग हुनुपर्छ मान्छेमा है। तपाईँ हामी चाहिँ एउटा अब पदमा मरि हत्या गर्नु धिक्कार छ, के को लोभ गर्नु पदमा। त्यसै कारणले पठाउनु भयो हुन्छ त महाराज भनेर सबैको छिमेकी घर चाहिँ महल सुन्दर दरबार बनाइदिनु भयो। अनि मात्र जानुभयो सुदामाको घरमा, रह्यो सुदामाको घरमा चाहिँ विशेष दरबार भनेर कहाँ गर्नुभयो, ऊ त भक्तको हो नि त। अनि यति बताइसकेर लौ त भनेर आउनुभयो। अनि लक्ष्मी माथि एउटा स्त्री लक्ष्मी आइन्, लक्ष्मीले आएर दर्शन दिनु, लक्ष्मीले दर्शन दिने बित्तिकै तिनको घर सबै पूर्णता हुने काम गर्यो, सबै यथेष्ट सबै लुगा फाट जहाँ जे चाहिँ त्यो पूर्ण हुने काम गर्यो। र भइसकेपछि अब लक्ष्मीको दर्शन गर्दै लक्ष्मीले आफ्नो चरण त्यहाँ छोडेर जाने काम गर्नुभयो। र छोडिसकेपछि आज पनि तपाईँहरूले लक्ष्मी पूजा दिन लक्ष्मीको चरण भनेर चढाउने चलन छ नि, ठिक छैन। त्यसरी सुदामाको